आज विश्वभर छरिएर रहेका आदिवासीहरूले 32औं विश्व आदिवासी दिवस मनाएका छन्। त्यस्तै काठमाडौँ खुल्ला मञ्चमा औपचारिक कार्यक्रम आयोजना गरी दिवस मनाएका छन्। यो दिवस आदिवासी समुदायको पहिचान, भाषा, संस्कृति, परम्परा र अधिकारप्रति सम्मान व्यक्त गर्ने महत्त्वपूर्ण अवसरको रूपमा लिएका छन्। नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश हो। यहाँका आदिवासी समुदायले आफ्नो मौलिक संस्कृति, कला, ज्ञान र जीवनशैली मार्फत देशको सामाजिक तथा सांस्कृतिक समृद्धिमा अमूल्य योगदान दिइरहेका छन्। विश्व आदिवासी दिवसले सबैलाई विविधतालाई सम्मान गर्दै समानता, समावेशिता र सामाजिक न्यायको मार्गमा अघि बढ्न प्रेरित गर्दछ। आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण गर्नु केवल आदिवासी समुदायको मात्र होइन, सबैको साझा जिम्मेवार हो।